ज्ञान सारथी युट्युब च्यानल हेरिरहनुभएका सम्पूर्ण साथीहरूमा नमस्कार। आज हामी सङ्घीय लोकसेवा आयोगद्वारा लिइने नायब सुब्बा वा सो सरहको पद तथा विभिन्न प्रदेश लोकसेवा आयोगबाट लिइने सहायक 5औं पदको प्रथम पत्रका सम्भावित नमुना सेट 3 लिएर उपस्थित भएका छौँ। कृपया हाम्रो भिडियोलाई अन्तिम समयसम्म हेर्नुहोला, साथै मन परेमा साथीभाइहरूमाझ सेयर गर्न पनि नभुल्नुहोला। ल आजको हाम्रो यस नमुना सेट 3 सुरु गरौँ। यो नमुना सेटको पहिलो प्रश्न रहेको छ, सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? यसका अप्सनहरूमा रहेका छन् 1.3 सेकेन्ड, 200 सेकेन्ड, 480 सेकेन्ड र 500 सेकेन्ड। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 500 सेकेन्ड लाग्ने गर्दछ। यसको सही उत्तर हो अप्सन डी। सूर्यले 1 सेकेन्डमा 3 लाख किलोमिटर दूरी तय गर्दछ। सूर्यको प्रकाश चन्द्रमामा आइपुग्न 1.3 सेकेन्ड लाग्ने गर्दछ। अब प्रश्न नम्बर 2 रहेको छ, देखाएका मध्ये कुन जोडा सही रहेको छ? यहाँ भौगोलिक उपनाम र देशहरूको नाम दिइएको छ। एमा नहरहरूको देश भनेर नेदरल्यान्डलाई चिनिन्छ। त्यसै गरी नाइल नदीको भूमि भनेर इजिप्टलाई चिनिन्छ। त्यसै गरी गरुडको देश भनेर अल्बानियाले चिनिन्छ। त्यसै गरी कङ्गारुको देश भनेर अस्ट्रेलियाले चिनिन्छ। त्यसैले यसको सही उत्तर हुन आउँछ अप्सन ए। त्यसै गरी प्रश्न नम्बर 3 मा रहेको छ, हिमनदी बग्ने ठाउँमा बग्ने कुवा जस्तो खाल्टोलाई के भनिन्छ? अप्सनहरूमा रहेका छन् हिमशिला, हिमोट, खारपोस र एक्सकर। यसको सही उत्तर हुन आउँछ अप्सन सी, खारपोस। हिमनदी बग्ने ठाउँमा बन्ने कुवा जस्तो खाल्टोलाई खारपोस भनिन्छ। त्यसै गरी ध्रुवीय क्षेत्रमा समुद्रमा तैरने हिउँको ढिक्कालाई हिमशिला अर्थात् आइसबर्ग भनिन्छ। त्यसै गरी हिमनदीले बगाएर ल्याएको पदार्थलाई हिमोट भनिन्छ। त्यस्तै हिमोट थुप्रिएर बन्ने ढिस्कोलाई एस्कर भनिन्छ। प्रश्न नम्बर 4 मा रहेको छ, तलका कथनहरूबारे विचार गर्नुहोस्। चतुर्भुज मेला सुवडावती गङ्गा र माण्डवी गङ्गाको सङ्गम स्थल रोल्पा र प्युठानमा लाग्दछ। यो कथन सही छ। त्यसै गरी माडी नदीको पौराणिक नाम माण्डवी हो। यो कथन पनि सही छ। त्यसै गरी लुङ्ग्री नदीको पौराणिक नाम सुवडावती हो। यो कथन पनि सही छ। सुनसहारी झरना रोल्पा जिल्लामा पर्दछ। यो कथन पनि सही छ। त्यसैले यसको सही उत्तर सबै ठिक भन्ने हुन्छ अप्सन नम्बर बी। त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ। प्रश्न नम्बर 5 मा पनि दोस्रो लेभलको क्वेसन परेको छ। यहाँ समूह 1 र समूह 2 बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् भनिएको छ र समूह 1 मा तालहरूको नाम र समूह 2 मा तालहरू पर्ने जिल्लाहरूलाई दिइएको छ। भाले बास्ने ताल म्याग्दी जिल्लामा पर्दछ। त्यसै गरी भरत ताल सर्लाही जिल्लामा पर्दछ। यो मानव निर्मित ताल पनि हो। जगदीशपुर ताल कपिलवस्तु जिल्लामा पर्दछ। यो पनि मानव निर्मित ताल हो। त्यसै गरी घोडागढी ताल कैलाली जिल्लामा पर्दछ। त्यसैले प्रश्न नम्बर 5 को सही विकल्प A1, B4, C3 र D2 हुन्छ, अर्थात् अप्सन नम्बर डी। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ, नेपालको दोस्रो तथा सानो गोसाइँकुण्ड भनेर कुन पोखरीलाई चिनिन्छ? अप्सनहरूमा रहेका छन् सिन्धुपाल्चोकको 5 पोखरी, भक्तपुरको महादेव पोखरी, काठमाडौँको टौदह, तिम्बुक पोखरी, ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको। यसको सही उत्तर हो भक्तपुरको महादेव पोखरी। भक्तपुरको महादेव पोखरीलाई नेपालको दोस्रो तथा सानो गोसाइँकुण्ड उपनामले समेत चिनिन्छ। त्यस्तै पूर्वको गोसाइँकुण्ड भनेर तिम्बुक पोखरी जुन ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको छ त्यसलाई चिनिन्छ। प्रश्न नम्बर 7 मा रहेको छ, नदीले बगाइ ल्याएको बालुवा माटो झारपात कुहिएर बनेको माटोलाई के भनिन्छ? अप्सनहरू रहेका छन् तलैया माटो, रातो फुस्रो माटो, बलौटे पत्थरिलो माटो र पाङ्गो माटो।
नदीले बगाइ ल्याएको बालुवा माटो र झारपात कुहिएर बनेको माटोलाई पाङ्गो माटो भनिन्छ। त्यसैले यसको सही उत्तर अप्सन डी हो। त्यस्तै बेसी तथा उपत्यकामा ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ, जुन विशेषतः काठमाडौँ उपत्यका क्षेत्रमा पाइन्छ। त्यसै गरी मध्य पहाडी तथा महाभारतका ठाडा भागहरूबाट ऋतु अक्षय भई टुकिएर चट्टान सडे गलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ। त्यसै गरी पहाडबाट झरेका नदीले ल्याएको बालुवा, कङ्कड, पत्थर आदि मिलेर बनेको माटोलाई बलौटे पत्थरिलो माटो भनिन्छ। बालुवा, विशेष गरी बालुवा र पत्थर मिलेर बनेको माटो बलौटे पत्थरिलो माटो हो। नेपालमा 5 प्रकारका माटोहरू पाइने गर्दछन्। यो पनि तपाईँको लागि जानकारी भयो। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ, अमेरिकी स्वतन्त्रता सङ्ग्रामबारे तलका भनाइहरू विचार गर्नुहोस्। 1 मा रहेको छ, अमेरिकी स्वतन्त्रता सङ्ग्रामको नेतृत्वकर्ता जर्ज वासिङ्टनले गरेका थिए। त्यस्तै 2 मा रहेको छ, यो सङ्ग्राम सन् 1775 देखि 1783 सम्म चलेको थियो। त्यस्तै 3 मा रहेको छ, बोस्टन टी पार्टी यस सङ्ग्रामसँग सम्बन्धित छ। यी कथनहरू सबै ठिक छन्। त्यसैले यसको सही उत्तर हुन्छ अप्सन डी, सबै ठिक। यी अमेरिकी स्वतन्त्रता सङ्ग्राम सम्बन्धी कथनहरू सबै ठिक रहेका छन्। अब प्रश्न नम्बर 9 मा रहेको छ, हती भनेर चिनिने किराँती राजा को हुन्? अप्सनहरू रहेका छन् यलम्बर, गस्ती, जितेदास्ती र हुमती। हती भनेर राजा हुमतीलाई चिनिन्छ, जुन किराँती 6औं राजा थिए। त्यस्तै यलुङ अर्थात् यलम्बर किराँतकालका प्रथम राजा हुन्। त्यस्तै गस्ती किराँतवंशी अन्तिम राजा हुन्। त्यस्तै जितेदास्ती किराँतवंशी 7औं राजा हुन्। अब प्रश्न नम्बर 10 मा रहेको छ, देखाएका ऐतिहासिक घटना र मितिबीच जोडा मिलाई सही उत्तर छान्नुहोस्। यहाँ एकतर्फ विभिन्न घटनाहरू दिएको छ ए, बी, सी र डीमा। त्यसै गरी 1, 2, 3 र 4 मा ती घटनाहरू घटेका मितिहरू दिएको छ। विस्तृत शान्ति सम्झौता कहिले भएको थियो भने विक्रमसम्वत 2063 साल मङ्सिर 5 गते। त्यस्तै संविधान सभाको निर्वाचन 2064 साल चैत्र 28 गते भएको थियो। त्यस्तै सर्वप्रथम राजपत्रको प्रकाशन 2008 साल श्रावण 22 गते प्रकाशित भएको थियो पहिलो पटक। त्यस्तै प्रमुख जिल्ला अधिकारीको व्यवस्था 2022 साल पुस 1 गतेबाट भएको थियो। त्यसैले यसको सही उत्तर हुन आउँछ अप्सन डी, A1, B2, C3 र D4। अब प्रश्न नम्बर 11 मा रहेको छ, देखाएका कथनहरू मध्ये कुन कथन गलत छ? सबै जातका फुलबारी कृतिका लेखक डोरबहादुर बिष्ट हुन्। यो कथन सही छ। त्यसै गरी इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र बादलपारी हो। यो कथन पनि सही छ। त्यसै गरी सितारी जातिको मुख्य बसोबास उदयपुर जिल्लामा रहेको छ। यो कथन पनि सही छ। त्यसै गरी महाकला भनेर वास्तुकलालाई चिनिन्छ। यो कथन गलत छ। महाकला भनेर वास्तुकलालाई नभई चित्रकलालाई चिनिन्छ। त्यसैले अप्सन डी यसको उत्तर हुन आउँछ। त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ, देखाएका भाषा र प्रतिशत बीच जोडा मिलाई सही विकल्प छान्नुहोस्। यहाँ एकातर्फ मैथिली, भोजपुरी, थारू र तामाङ भाषाहरू दिएको छ भने अर्कोतर्फ त्यसको प्रतिशत दिएको छ। मैथिली भाषा नेपालमा 11.05%ले बोल्ने गर्दछन्। त्यसै गरी भोजपुरी भाषा 6.24%ले बोल्ने गर्दछन्। त्यसै गरी थारू भाषा 5.88%ले बोल्ने गर्दछन् र त्यसै गरी तामाङ भाषा 4.88%ले बोल्ने गर्दछन्। अतः यसको सही उत्तर हुन्छ A1, B2, C3 र D4 अर्थात् अप्सन डी। त्यसै गरी अब प्रश्न नम्बर 13 मा रहेको छ, बौद्ध धर्मका अष्टाङ्गिक मार्गमध्ये दिएका विकल्पहरूमध्ये कुन होइन? ए मा रहेको छ सम्यक दृष्टि, बी मा सम्यक सङ्कल्प, त्यसै गरी सी मा सम्यक खुसी र डी मा रहेको छ सम्यक वचन। देखाएका मध्ये अष्टाङ्गिक मार्गमा सम्यक खुसी पर्दैन। यसको सही उत्तर अप्सन सी हो। अष्टाङ्गिक मार्गमा
8वटा मार्गहरू पर्दछन्, जसमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन्। गौतम बुद्धले आफ्नो पहिलो आदेशमा नै अष्टाङ्गिक मार्गबारे प्रस्तुत गरेका थिए, जुन उपदेशलाई धर्मचक्र प्रवर्तक सूत्र पनि भन्ने गरिन्छ। त्यसै गरी अब प्रश्न नम्बर 14 तर्फ अघि बढौँ। प्रश्न नम्बर 14 मा रहेको छ, हाडनाडता विवाह गर्ने र न्वारन नगर्ने जाति कुन हो? अप्सन ए मा रहेको छ कुसुन्डा, बी मा राउटे, सी मा रहेको छ चेपाङ र डी मा रहेको छ थकाली। हाडनाडतामा विवाह गर्ने र न्वारन नगर्ने जाति राउटे हो, जुन आदिवासी चरित्रको सबैभन्दा पुरानो जाति पनि मानिन्छ, जसले पैसा छोए पाप लाग्छ पनि भन्ने गर्दछ, जुन फिरन्ते जाति पनि हो। त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ, उत्पादन क्षमताका आधारमा ठुलोदेखि सानो जलविद्युत आयोजनाको क्रम कुन सही छ? यसको अप्सनहरू रहेका छन् मध्य मर्साङ्दी, सोलु खोला दुधकोशी, माथिल्लो तामाकोशी र खिम्ती। त्यस्तै बीमा रहेको छ माथिल्लो तामाकोशी, सोलु खोला दुधकोशी, मध्य मर्साङ्दी र खिम्ती। सीमा रहेको छ माथिल्लो तामाकोशी, सोलु खोला दुधकोशी, खिम्ती र मध्य मर्साङ्दी। डीमा रहेको छ माथिल्लो तामाकोशी, मध्य मर्साङ्दी, खिम्ती, सोलु खोला दुधकोशी। देखाएका मध्ये ठुलोदेखि सानो जलविद्युत आयोजनाहरूमा सबैभन्दा ठुलो माथिल्लो तामाकोशी जलविद्युत आयोजना, जसको उत्पादन क्षमता 456 अर्थात् 456 मेगावाट रहेको छ। त्यसै गरी दोस्रो ठुलो जलविद्युत आयोजना सोलु खोला दुधकोशी जलविद्युत आयोजना हो, जसको उत्पादन क्षमता 86 मेगावाट रहेको छ। त्यसै गरी तेस्रो ठुलो जलविद्युत आयोजना हो मध्य मर्साङ्दी जलविद्युत आयोजना, जसको उत्पादन क्षमता 70 मेगावाट रहेको छ। त्यसै गरी चौथो ठुलो जलविद्युत आयोजना खिम्ती जलविद्युत आयोजना हो, जसको उत्पादन क्षमता 60 मेगावाट रहेको छ। त्यसैले यसको सही उत्तर हुन्छ माथिल्लो तामाकोशी, सोलु खोला दुधकोशी, मध्य मर्साङ्दी र खिम्ती जलविद्युत आयोजना, अप्सन बी। त्यस्तै माथिल्लो तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्लामा पर्दछ। सोलु खोला दुधकोशी जलविद्युत आयोजना सोलुखुम्बु जिल्लामा पर्दछ। यो अहिले निजी क्षेत्रको सबैभन्दा ठुलो जलविद्युत आयोजना हो। त्यस्तै माथिल्लो तामाकोशी नेपालको अहिलेको सबभन्दा ठुलो जलविद्युत आयोजना हो। त्यसै गरी मध्य मर्साङ्दी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्दछ भने खिम्ती जलविद्युत आयोजना दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्दछ। खिम्ती जलविद्युत आयोजना निजी क्षेत्रबाट उत्पादित पहिलो जलविद्युत आयोजना पनि हो। निजी क्षेत्रको लगानीमा उत्पादित पहिलो जलविद्युत आयोजना पनि हो। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ, यो 16औं योजनासँग सम्बन्धित प्रश्न रहेको छ। 16औं योजनाको प्रश्न, 16औं योजनाले आर्थिक वर्ष 85-86 सम्म बेरोजगारी दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? यसको अप्सनहरूमा रहेको छन् 7%, 6%, 5% र 3%। यसको सही उत्तर हो 16औं योजनाले बेरोजगारी दर 5% झार्ने लक्ष्य लिएको छ। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ पर्यटनसँग सम्बन्धित प्रश्न। सन् 2024 मा नेपाल भ्रमण गर्ने देशगत पर्यटकहरूमध्ये आगमनको दृष्टिले धेरैदेखि थोरै क्रममा कुन सही छ? 2024 मा सबैभन्दा बढी पर्यटनहरूले भ्रमण गर्ने देशगत विवरण यहाँ दिएको छ ए, बी, सी र डीमा। सबैभन्दा बढी पर्यटकहरू भारतका आएका थिए। त्यसै गरी दोस्रोमा सबैभन्दा बढी पर्यटक आउने देश चाहिँ भारतपछि अमेरिका हो। त्यसै गरी तेस्रोमा धेरै आउने देश चीन हो र चौथोमा सबैभन्दा धेरै पर्यटक आउने देश बेलायत हो भने पाँचौँमा बङ्गलादेश हो। अथवा यसको सही विकल्प अप्सन ए हुन हुन्छ। 2024 मा नेपालमा भारतबाट 27.70% पर्यटकहरू, त्यसै गरी अमेरिकाबाट 9.67
प्रतिशत, चीनबाट 8.89% र बेलायतबाट 4.79 र बङ्गलादेशबाट 4.27% पर्यटकहरू भित्रिएका थिए। अब प्रश्न नम्बर 19 तर्फ अघि बढौँ। प्रश्न नम्बर 19 रहेको छ, पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन्? यहाँ अप्सनहरू ए, बी र सी, डी, एबीसी र डीमा अप्सनहरू दिएको छ। एमा दिएको छ विलियम रोटेन्जन, कार्ल लेडस्टिनर, सीमा लुई पास्चर र डीमा जोनास साल्क दिएको छ। पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक जोनास साल्क हुन्। अमेरिकी वैज्ञानिक जोनास साल्कले सन् 1954 मा पोलियो विरुद्धको खोप पत्ता लगाएका थिए। अब प्रश्न नम्बर 20 तर्फ अघि बढौँ। 20 मा रहेको छ, जोडा मिलाई सोही विकल्प छान्नुहोस्। यहाँ विभिन्न वैज्ञानिक तथा आविष्कारकहरू ए, बी, सी र डीमा दिएको छ भने अर्कोतर्फ यिनीहरूले गरेका आविष्कारलाई दिएको छ। क्रिस्चियन बर्नार्डले सर्वप्रथम मुटुको प्रत्यारोपण गरेका थिए। त्यसैगरी लुइस ब्राउनले टेस्ट ट्युब बेबी, त्यसैगरी एन्टोन भान लिवेनहुकले माइक्रोस्कोपको आविष्कार गरेका थिए। त्यसैगरी जगदीश चन्द्र बोसले केस्कोग्राफको आविष्कार गरेका थिए। अतः यसको सही उत्तर A1, B2, C3 र D4 अर्थात् अप्सन डी हुन्छ। प्रश्न नम्बर 21 मा रहेको छ, देखाएका कुन भनाइहरू बेठिक छ? सूचना प्रविधिको क्षेत्रमा www को पूरा रूप वर्ल्ड वाइड वेब हो, यो भनाइ ठिक छ। त्यसैगरी www का आविष्कारक टिम बर्नेस-ली हुन्, यो भनाइ पनि ठिक छ। त्यसैगरी टुकीमारा घरेलु सौर विद्युत प्रणालीसँग सम्बन्धित छ, यो भनाइ पनि ठिक छ। त्यसैगरी वैकल्पिक ऊर्जालाई अनवीकरणीय ऊर्जा पनि भनिन्छ, यो भनाइ गलत छ। वैकल्पिक ऊर्जालाई अनवीकरणीय ऊर्जा नभनी नवीकरणीय ऊर्जा भन्ने गरिन्छ। त्यसैले यसको सही उत्तर हुन्छ यहाँ अप्सन डी, वैकल्पिक ऊर्जालाई नवीकरणीय ऊर्जा भनिन्छ, अनवीकरणीय ऊर्जा होइन। त्यसैगरी प्रश्न नम्बर 22 मा रहेको छ, सन् 1992 मा जैविक विविधता सम्बन्धी महासन्धि कति राष्ट्रहरूले हस्ताक्षर गरेका थिए? एमा 170 राष्ट्र, बीमा 175 राष्ट्र, सीमा 177 राष्ट्र र डीमा 180 राष्ट्र दिएको छ। यसको सही उत्तर हो 1992 मा भएको जैविक विविधता सम्बन्धी महासन्धिमा 177 राष्ट्रहरूले हस्ताक्षर गरेका थिए। त्यसैगरी प्रश्न नम्बर 23 मा रहेको छ, कति डेसिबलभन्दा बढी ध्वनि मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ? अप्सनहरू रहेका छन् 45 डेसिबल, 55 डेसिबल, 60 डेसिबल र 65 डेसिबल। मानव स्वास्थ्यको दृष्टिकोणले 65 डेसिबलभन्दा माथिको ध्वनि स्वास्थ्य हानिकारक मानिन्छ। त्यसैले यसको सही उत्तर हो अप्सन डी, 65 डेसिबल। ध्वनि डेसिबल एकाइमा नाप्ने गरिन्छ। त्यसैगरी प्रश्न नम्बर 24 मा रहेको छ, राष्ट्रिय जनगणना 2078 अनुसार खाना पकाउन इन्धनको रूपमा काठ दाउराको प्रयोग गर्ने परिवार सङ्ख्या कति प्रतिशत रहेको छ? अप्सनहरूमा रहेका छन् 51%, बीमा रहेको छ 44.3%, सीमा रहेको छ 2.9% र डीमा रहेको छ 1.2%। राष्ट्रिय जनगणना 2078 अनुसार खाना पकाउन इन्धनको रूपमा काठ दाउराको प्रयोग गर्ने परिवार सङ्ख्या 51% रहेको छ। त्यसैले यसको सही उत्तर हुन्छ अप्सन ए, 51%। त्यसैगरी प्रश्न नम्बर 25 मा रहेको छ, नेपाल संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा कहिलेदेखि सहभागी हुँदै आएको छ? यहाँ अप्सनहरू रहेका छन् 1955, 1956, 1957 र 1958। नेपाल संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा सन् 1958 देखि सहभागी हुँदै आएको छ। अतः यसको सही उत्तर हुन्छ अप्सन डी, 1958। शान्ति सेनालाई ब्लू हेलमेट पनि भन्ने गरिन्छ। नेपालले शान्ति सेनामा विश्व शान्ति स्थापनार्थ शान्ति सेनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको पाइन्छ। त्यसैगरी प्रश्न नम्बर 26 मा रहेको छ,
समसामयिक प्रश्न रहेको छ, नेपालले कतारलाई उपहार दिएका 2 हात्तीहरूको नाम के हो? अप्सनहरूमा रहेको छ अनारकली र पवनकली, खगेन्द्र प्रसाद र रुद्रकली, भद्र र रूपसी, खगेन्द्र कली र रुद्रप्रसाद। यसको सही उत्तर हो खगेन्द्र प्रसाद र रुद्रकली। नेपालले कतारलाई यही डिसेम्बर 16मा 2वटा खगेन्द्र प्रसाद र रुद्रकली नामक हात्तीहरू उपहार स्वरूप दिएको थियो। त्यसै गरी भद्र र रूपसी नेपालले चीनलाई उपहार स्वरूप दिएका गैंडाहरू हुन्। त्यसै गरी प्रश्न नम्बर 27 मा रहेको छ चुच्चे नक्सासहित रु 100 को नोट कहिलेदेखि बजारमा आयो? यहाँ अप्सनहरू रहेका छन् 2081 वैशाख 20, विक्रम सम्वत 2082 वैशाख 20, विक्रम सम्वत 2082 मङ्सिर 8 र विक्रम सम्वत 2082 मङ्सिर 11। चुच्चे नक्सासहितको 100 को नोट बजारमा 2082 साल मङ्सिर 8 गतेबाट आएको हो। त्यसैले यसको सही उत्तर अप्सन सी हुन आउँछ। यसको चुच्चे नक्सासहितको नोट जारी गर्ने निर्णय चाहिँ विक्रम सम्वत 2081 साल वैशाख 20 गते भएको थियो। प्रश्न नम्बर 28 मा रहेको छ विश्व पृथ्वी दिवस 2025 को नारा तलका मध्ये कुन हो? अप्सनहरू रहेका छन् ओन्ली ओन अर्थ, इन्भेस्ट इन आवर प्लानेट, प्लानेट भर्सेस प्लास्टिक र डीमा रहेको छ आवर पावर आवर प्लानेट। यसको सही उत्तर हो 2025 को विश्व पृथ्वी दिवसको नारा आवर पावर आवर प्लानेट हो। अतः यसको सही उत्तर अप्सन डी हुन्छ। पृथ्वी दिवस प्रत्येक वर्ष अप्रिल 22 तारिक मनाउने गरिन्छ। त्यसै गरी विश्व वातावरण दिवस जुन 5 मा मनाइने गरिन्छ। पहिलो विश्व वातावरण दिवसको नारा चाहिँ ओन्ली ओन अर्थ हो। त्यसै गरी 2024 मा मनाइएको विश्व पृथ्वी दिवसको नारा चाहिँ प्लानेट भर्सेस प्लास्टिक थियो। त्यसै गरी 2023 मा मनाइएको विश्व पृथ्वी दिवसको नारा चाहिँ इन्भेस्ट इन आवर प्लानेट भन्ने थियो। त्यसै गरी अर्को प्रश्नतर्फ अघि बढौँ। राष्ट्रिय लेखक पुरस्कार 2082 कसलाई प्रदान गरियो? यहाँ अप्सनहरू रहेका छन् ध्रुवचन्द्र गौतम, जीवा लामिछाने, विजय हिताङ र मन्जुल। राष्ट्रिय लेखक पुरस्कार 2082 ध्रुवचन्द्र गौतमलाई प्रदान गरियो। राष्ट्रिय लेखक दिवसको दिन प्रदान गरिएको हो यो पुरस्कार। राष्ट्रिय लेखक दिवस वैशाख 16 गते मनाइन्छ। त्यसै गरी प्रश्न नम्बर 30 अर्थात् आजको अन्तिम प्रश्नको रूपमा रहेको छ। यो समसामयिकसँग सम्बन्धित प्रश्न परेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो-खो विश्वकप 2025 मा महिला र पुरुष दुवैतर्फको उपाधि कुन देशले जित्यो? प्रथम खो-खो विश्वकप 2025 को उपाधि कुन मुलुकले जित्यो भन्ने प्रश्न रहेको छ। यहाँ अप्सनहरूमा एमा नेपाल, बीमा भारत, सीमा पाकिस्तान र डीमा बङ्गलादेश रहेको छ। प्रथम खो-खो विश्वकप प्रतियोगितामा महिला र पुरुषतर्फ दुवै उपाधि जित्ने देश भारत हो भने यसको उपविजेता देश नेपाल हो। भारतमा 2025 जनवरीमा यस प्रतियोगिता आयोजना भएको थियो। नेपाल यसमा महिला र पुरुष दुवैमा उपविजेतामा सीमित हुन परेको थियो। यतिन्जेलसम्म यस भिडियोलाई हेर्नुभएकोमा सम्पूर्ण महानुभावहरूलाई धन्यवाद। यस्तै भिडियोका लागि हाम्रो च्यानललाई हेर्दै गर्नुहोला र यस सामग्री मन परेमा लाइक, सेयर अनि सब्स्क्राइब पनि गर्न नभुल्नुहोला। धन्यवाद।